मान्छेको जिन्दगी न हो कहाँ कसरी टुङ्गो लाग्छ पत्तै नहुँदो रहेछ। आज त्यस्तै भएको छ लाल बहादुर केसीको जिन्दगीमा। उनी दाङबाट जुगारको यात्रा गर्दै थिए, तर उनको यात्रा बीच बाटोमै सीमित भएको छ। डाङको घोराइबाट रोल्पाको त्रिवेणी गाउँपालिका जुगारतर्फ जाँदै गरेको राह 1 ख 2357 नम्बरको बसभित्र उनी यात्रा गरिरहेका थिए। उनी एकाएक होलेरी बजारसम्म ठिकै थिए। त्यसपछि गाडी अगाडि बढ्न थाल्यो, तर उनको सास नरहेको अवस्थामा उनी गल्लीमा पल्टिन थाले। दर्शक महानुभाव, यो अत्यन्तै दुःखद घटना आज रोल्पाको रुन्तीगढी गाउँपालिका होलेरीमा घट्न पुगेको छ। उनको मृत्यु भइसकेको समाचार पाइसके पश्चात गाडी त्यहीँको त्यहीँ अड्डियो, त्यहाँबाट अगाडि जानै सकेन। त्रिवेणी गाउँपालिका वडा नम्बर 5 को हलङ्गा धैरिनी निवासी अन्दाजी 55-60 वर्षका लाल बहादुर केसी आज यो संसारमा रहेनन्। उनी यो संसारबाट बिदा भएका छन्। बस चालकका अनुसार मृतक होलेरीसम्म सकुशल आएको बताएका छन्। त्यसपछि 81 गाडी छुट्दा उनी मृत देखिएका हुन्। अनि कस्तो छ त पढाइ? राम्रो छ। अनि यहाँ हेर त, गर्दाखेरि यहाँ माटोमा के भेटिएछ देख्यो? बम? के हो त बम भनेको? ग्रेनेड। खतरनाक हो? त्यो छोयो भने पड्किन्छ? त्यही हो बम भनेको? त्यसो भएर त्यस्तो बमहरू देख्यो नि के गर्ने? त्यसलाई नछुने, त्यसलाई नचलाउने, आफूभन्दा ठुलो मान्छेलाई भन्ने, त्यसको नजिक नजाने, थाहा छ नि? अब यस्तो बमहरू भेटिरहन्छ, बाटोमा हिँड्दा भेटिन्छ, ठन्डा भेटिन्छ। कुनै पनि नयाँ कुराहरू देख्यो नि के गर्ने त? बम त्यस्तो मात्रै पनि हुँदैन, बम त्यस्तो पनि हुन्छ, बुझ्यो? त्यहाँ त फलामको नटहरू गरे जस्तो देखाएको छ, नटहरू देखाएको छ? त्यो नटहरू छ। त्यो यस्तो केही देखियो भने केही खतरा हो कि हामी केही हुन्छ कि भन्ने नछुने है। सानो के छ, बाबु नानीहरू सानो सानो छ हो कि होइन? खेलाउने कुरो भने फेरि खेलाउला नि, त्यो यसरी गुडगुड गराउने क्या, उडाउने नयाँ कुरो देखेपछि हो कि होइन? चिप्लेटी खेल्ने थाहा छ? त्यो माटोहरूमा यसरी खेल्ने, माटो खेल्ने, माटोमा गएर उफ्रिने गर्नु हुँदैन है। यस्तो केही देखियो भने त्यो के हुन्छ, बनाएर राखेको हुन्छ। पहिला पहिला थाहा थियो, लडाइँहरू हुँदाखेरिको थालेको हो क्या यिनीहरू। त्यो 9-10 पनि छैन यहाँ, त्यो 9-10 पढ्नेले पनि त्यो विभिन्न किसिमले बनाएको हुन्छ। हेर्दाखेरि के हुन्छ त, त्यसको फलामहरूको भागहरू हुन्छ, नयाँ वस्तुहरू देखिन्छ। देखियो भनेदेखि के गर्ने, त्यसलाई छुँदै नछुने। उयो अनि खबर गर्ने, सरहरूलाई, मेमहरूलाई भन्ने, घरमा भए चाहिँ आफ्नो अभिभावकहरूलाई भन्ने। त्यसपछि प्रहरीहरू आउनुहुन्छ। ऊ त्यसरी हिजोदेखि के गरिरहेको छ देख्नु भएको छ त्यहाँ? तपाईँहरू त्यहाँ जानु होला, केही होला भनेर चाहिँ सुरक्षा दिएर त्यो ठाउँमा नजानुहोस् भनेर ऊ फित्ता लगाएर घेरेर राखेको छ हो कि होइन? भनेपछि कति खतरा हुँदो रहेछ त त्यो। त्यसलाई फेरि डराउनु पनि पर्दैन, चलायो भने मात्रै के गर्छ त्यो? पड्किन्छ। त्यसो भए त्यसलाई केयर गर्ने, चलाउँदै नचलाउने। है कहिले पनि छुँदै नछुने त्यस्तो सामानहरू। अनि त्यो घरमा त्यो चाहिँ के थियो त, पहिला पहिला नेपालमा के भएको थियो? युद्ध लडाइँ हो, लडाइँ भइरहेको थियो। के भएको थियो रे? लडाइँ भएको थियो। त्यतिखेर चाहिँ त्यो विभिन्न किसिमको बनाउने, पड्काउने, मान्छेहरू मार्ने भइरहेको थियो होइन? त्यस्तो नहोस्, तपाईँहरू चाहिँ नछुनुहोस्। त्यो सानो कुरोहरू के देख्यो भनेदेखि त्यसलाई के नगर्ने, नछुने है। बुझिरहेको छ सानो नानुहरूले? त्यस्तो कुराहरू चलाउने कि नचलाउने? नचलाउने। त्यस्तो कुराहरू छुनु हुँदैन। केही देख्यो भने के गर्नुपर्छ, खबर गर्नुपर्छ होइन? नो के रहेछ त्यहाँ? के रहेछ बम भनेको? पड्किने हो। के हुन्छ? पड्किन्छ, छुनु हुँदैन है। त्यस्तो देख्यो भने हुन्छ, नछुने। भाइ फोटो नि खिच। अनि अरू के छ त? सन्चै छौ नि? कतिको पढेछ? धेरै पढ्ने। अनि के बन्ने त?
हामी अब आर्मी पनि भनेको हो ल बन्नुपर्छ देशको सेवा गर्ने होइन त के बन्ने हो मान्छे म्याडम बन्नुपर्छ है के बन्ने केटा मान्छे चाहिँ सर बन्ने ल राम्रोसँग पढ्नुपर्छ है त्यसको लागि ज्ञानी बन्ने पढ्ने बुझ्यौ त बम भनेको त्यसलाई नछोए के हुन्छ त छोड्ने अनि पड्किन्छ पड्किन्न छोयो भने पड्किन्छ छोएन भने पड्किँदैन है त ठुल्ठुलाले त जानि नै हाल्नु है सानो बाबु नानीहरूले है छुनै हुन्न है त भनेपछि अब माटोमा खेल्न हुन्छ त माटोहरूमा खेल्यो त्यस्तो गयो भने के भेटिँदो रहेछ त्यस्तोमा छुनिहारी नगर्ने नयाँ कुरो केही देख्यो आफूले देख्दै नदेखाएको कुरो पहिलोचोटि देखियो भने के भन्ने आफूभन्दा ठुलो मान्छेलाई भनिहाल्ने है त यहाँ यस्तो भेटिया छ भन्ने देख्यो भन्ने फेरि भकुन्डो भनेर खेल्नु होला नि खेल्नु हुन्न है त्यो देखाएको छ त त्यहाँ गएर नजिक हेरेको छैन हेर्न नै हुन्न त्यो पड्किन्छ क्या जानै हुन्न केटी त छुनु हुन्न है त्यस्तो सामानहरू कसरी बने के गरे भन्नलाई थाहा छैनको लागि हो बम हेर्न मन लाग्छ त्यहाँ हामीसँग पैसा थाहा हामी कम्प्युटरहरू सबै छ छन चाहिँ होइन अब यो सानो बेला बम हेर्नुहुन्न है सानो मान्छेले यस्तो कुराहरू हेर्नुहुन्न अहिले पढ्ने अहिले त किताब कलम पढ्ने यस्तोतिर ध्यानै दिनुहुन्न है यस्तोतिर ध्यान दियो भने त्यसै पछाडि बम ध्याउनु पर्यो